गाइस वेलकम ब्याक गाइस। अझ हामी पोखरी तालमा छौँ। पोखरी तालमा हामी 3 जना आएका छौँ। हामी चाहिँ 20 रुपियाँ तिर्नु परेको यहाँभित्र छिर्नुलाई। अब 20 रुपियाँ नि के 20 रुपियाँको असुल भइसक्यो हाम्रो। 20 रुपियाँको चाहिँ त्यस्तो केही नराम्रो त केही गरेको छैन, त्यही पनि 20 रुपियाँ असुल भइसक्यो। केटाहरू तिनीहरू 2 जना हुन्। यो के अरे फोन धनी साहु भन्नु पर्यो हाम्रो। हाम्रो जे कुरामा नि खर्च उठाउने उहाँले नै हो। उहाँलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद दिन्छु उहाँको मम्मीलाई। किनकि उहाँको मम्मीले र बाले गर्दा उहाँ जन्मिनु भएको हो। सो थ्याङ्क्स टु देम। उहाँ चाहिँ हाम्रो ग्रुपको के खाने के नखाने भन्ने चाहिँ डिसाइड गर्ने मान्छे। कहाँ जाने कहाँ नजाने कहाँ जाने त म डिसाइड गर्छु। के खाने नखाने डिसाइड गर्ने उहाँ हो। अरू त के भन्नु छ त्यो छ देख्न सक्नुहुन्छ। तपाईँ गैँडा नदेखेको भए चाहिँ यहाँ आउनु सक्नुहुन्छ। गैँडा यस्तो मजाले देख्न सक्नुहुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँले कहिल्यै बाघ देख्नु भएकै छैन भने चाहिँ बाघ चाहिँ यस्तो स्पेसल छ कि तपाईँ बाघलाई चाहिँ यस्तरी देख्न सक्नुहुन्छ। बाघ हो कि बिरालो हो अब मैले पनि छुट्याउन गाह्रो भयो मलाई पनि। सो यही हो, बाघै हो। कलरले गर्दा थोरै बाघ जस्तो देखियो, नत्र त बिरालो बाघको अनुहार पऱ्यो बिरालो अनुहार पऱ्यो बाघ हो क्या। यो एरिया यस्तो छ, यस्तो छ ठाउँ, यस्तो छ। हामी यस्तो यो 1200 यहाँ चाहिँ तपाईँ पिकनिक खाना आउनु सक्नुहुन्छ ठाउँमा चाहिँ। 1200 रुपियाँको यो पुरै एउटा रुखको नाम पनि त्यहाँ तपाईँ पढ्न सक्नुहुन्छ। यस्तो गरेर तपाईँ म देखाइदिन्छु। त्यहाँ कोइरालो भन्ने कोइरालोको छेउमै तपाईँले 1200मा यो यस्तो राम्रो एक आनाको एक आनामा बनेको कटेरो तपाईँ यहाँ बस्दा बस्दा तपाईँ थाक्नुभयो भने तपाईँ त्यहाँ गएर बस्न सक्नुहुन्छ। चौपारी प्योर एकदम भर्खर त्यो के अरे त्यो के भन्छ अरे ग्रेनाइट हो क्या ए सरी मैले देखेको छैन उता मैले देखेको छैन। उहाँ चाहिँ हाम्रो यहाँको चाहिँ सुपरभाइजर। तपाईँ पोखरी ताल चाहिँ यहाँ त्यो 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 जुन देखिएछ नि अलिकति हो त्यो चाहिँ तपाईँ ओके। हजुर तपाईँ ताल देखाउनुहोस् सर। ए भर्खर बनेको ग्रेनाइट हालेर एकदम हजुर। तपाईँले यहाँको विशेषता केही भन्न चाहनुहुन्छ भने यस्तो विशेषता बताइदिनुहोस् त। हजुर 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 हजुर। त्यसलाई चाहिँ अब यो सिजनमा चाहिँ पानी छैन। अब 2-4 वर्षमा चाहिँ बजेट पर्ने कुरा छ। तल प्लस्टर गरेपछि पानी हुन्छ। हजुर त्यसपछि अनि यो चाहिँ धेरै राम्रो टुरिस्ट क्षेत्र चाहिँ हुन्छ। यो कति सालमा निर्माण भएको होला? यो भयो 10-12 वर्ष होला हो। ए तपाईँले भन्नुभएको पोखरी चाहिँ यो हो। ए अलिअलि पानी त रहेछ अहिले पनि। यो बर्खाको सिजन भएर यहाँ दुबो लगाउनु भयो रहेछ। यसो नखिचन क्या है अहिले यताबाट जाम। ए यहाँ चाहिँ पुरै बस्ने ठाउँ पनि रहेछ नि त है। ए यो चाहिँ मुख्य गेट मुख्य द्वार प्रवेशद्वार यो भयो। प्रवेश पनि यही भयो, निस्किने पनि अब के भन्छ निस्किनुलाई चाहिँ कता यता पनि छ र ल। यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यहाँ बसेर पुरै तपाईँले मजा लिन सक्नुहुन्छ। थोरै फोहोरो चाहिँ छ किनकि तपाईँ देख्न सक्नुहुन्छ। यस्तो छ, म यसलाई वाइड एङ्गलमा खिचिदिन्छु। टक्क लाएर अलिअलि पानी छ, नत्र यो त्यहाँ त्यो देख्नुभएछ त्यो जस्ट टङ्की जस्तो सेपको यो के भन्छ त्यो यो पुरै यो लागेको एरियाभरि पुरै पानी आउँछ अरे बिचको ठ्याक्क त्यो एरियालाई चाहिँ हो। त्यसमा चाहिँ ठ्याक्क अलिअलि त्यसको भरिभरि पुग्नलाई जस्तै पानी तालिन्छ भन्ने सुनेको हो। अब के हो वास्तविकता चाहिँ थाहा छैन। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो स्पोन्सर अफ द इयर आउँदै हुनुहुन्छ हाम्रो। नै हो अब के भन्नु छ अरू। अब म क्यामेराम्यान श्रीधर भुतेलको साथमा मनिष लम्साल र हाम्रो प्रिय दाजु प्रतीक भुसाल।